खेलकुदको आयोजना विशेष गरी ब्याडमिन्टनमा आयोजना गरिरहनु भएको छ। हामी यो ब्याडमिन्टन सङ्घ जिल्ला कार्य समितिको तर्फबाट र सम्पूर्ण खेलाडीहरूको तर्फबाट उहाँहरूलाई हार्दिक आभार र धन्यवाद अर्पण गर्न चाहन्छौँ। र विशेष गरी खेलाडीहरूलाई आफ्नो अनुशासन कौशलता उच्च मनोबलका साथ प्रदर्शन गर्नुहोला र आफ्नो उच्च स्थान प्राप्तिको लागि हामी शुभकामना दिन चाहन्छौँ। ब्याडमिन्टन सङ्घको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई शुभकामना छ। र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति सुर्खेतलाई पनि यो कार्यक्रम आयोजना गरेर सुर्खेतमा एउटा ब्याडमिन्टन सङ्घको माहौल बनाउने गर्नुभएको छ हरेक वर्ष। त्यसको लागि पुनः हजुरहरूका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हार्दिक आभार र धन्यवाद अर्पण गर्दै मेरो श्रोत बनाइरहेको छु। यहाँ कार्यक्रम सञ्चालन नेपालका प्रथम शहीद लखन थापा नगरको 149औं यो स्मृति प्रतियोगिता कार्यक्रम ब्याडमिन्टन प्रतियोगिता कार्यक्रमका आजका अध्यक्ष सुर्खेत जिल्ला मगर सङ्घका अध्यक्षज्यू, यसै गरी सुर्खेत जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष आदरणीय सर चेतबहादुर अधिकारीज्यू, यसै गरी मञ्चमा विभिन्न तह र तबकाबाट आफ्नो महत्त्वपूर्ण जिम्मेवारीका साथ आसन ग्रहण गरिराख्ने हुने सम्पूर्ण अतिथिज्यूहरू, यसै गरी यस प्रतियोगितामा सहभागी हुनुहुने सबै उयो समूहका विशेष गरी 45 प्लस भेटान 95 दुईटा जोडेर भन्ने गरेका छौँ। यसै गरी बी लेभल सी लेभल र यो प्रतियोगिता कार्यक्रममा उपस्थित तपाईँ सम्पूर्ण महानुभावहरू, सर्वप्रथम लखन थापालाई आज यो उहाँको स्मृति कार्यक्रम गर्दै गर्दा खेलसँग जोडेर सुर्खेत जिल्लाको यो मगर सङ्घले सिङ्गो प्रणाली प्रदेशमा मात्र नभई नेपालका सबै प्रदेश र सबै जिल्लाहरूमा विगतका दिनमा फुटबल प्रतियोगिता गर्दै आएर यो 4औं संस्करणसम्म आइपुग्दा ब्याडमिन्टन प्रतियोगिता गर्नुभयो। यो प्रतियोगिता गर्नुहुने कार्य समितिलाई विशेष गरी ब्याडमिन्टन सङ्घ प्रणाली प्रदेशका तर्फबाट म विशेष धन्यवाद दिन चाहन्छु। र सँगसँगै यो प्रतियोगिता स्मृतिका रूपमा मनाइने प्रतियोगिता शहीद लखन थापाको त्यो अधुरा सपनाहरूलाई सामान्य एउटा खेलकुदका क्षेत्रबाट भए पनि पुरा गर्ने उद्देश्यका साथ जे प्रतियोगिता सञ्चालन गर्नुभयो, यसका लागि तपाईँले लिनुभएको महत्त्वपूर्ण निर्णय जो कि एउटा शहीद र देशको खेलकुदसँग जोडिराख्ने कुरा, नेपालमा प्रथम शहीदलाई आज गाउँ गाउँको कुना-कुनारासमा पनि खेलकुदमा जोडिराख्ने कुरा र सिङ्गो प्रणाली प्रदेशलाई जोडिराख्ने कुरा, यो मगर सङ्घले जे तपाईँले खेलकुदलाई पहिलो प्राथमिकतामा राख्नुभयो, यसका लागि सम्पूर्ण परिवारलाई म विशेष गरी ब्याडमिन्टन क्षेत्रका तर्फबाट नभई सिङ्गो खेलकुद क्षेत्रका तर्फबाट पनि म तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। हुन त आज विभिन्न इतिहास विभिन्न कालखण्ड अगाडि बढिरहेका छन्। त्यो मध्येको एउटा आफ्नो त्यो जहानिया राणा शासनका विरुद्ध नेपाली जनताका लागि, ती शोषित पीडित वर्गका जनताका लागि, त्यो अन्याय अत्याचारमा परेका जनताका लागि एउटा आफ्नो आवाज, एउटा आफ्नो जीवनलाई आहुति दिन पनि पछि नहटेर महान शहीद लखन थापाले जो आफ्नो उठाउनुभयो, त्यो उठाए पश्चात उहाँलाई राज्यले उहाँलाई मृत्युदण्ड दियो अथवा उहाँलाई यो आवाज उठ्न दिनुहुन्न। यो आवाजलाई फेरि पनि यस्ता आवाज उठ्दा भोलि हामीमाथि नै जुन खतरा पर्छ भन्ने उद्देश्यका हेतुका साथ आजका नेपालका महान शहीद प्रथम लखन थापा शहीदलाई उहाँलाई आफ्नो न्यायका आवाज उठाउनका लागि उठाउँदै पनि उहाँमाथि ठुलो अन्याय, ठुलो उहाँमाथि अत्याचार गरेर आज यो संसारबाट नेपालमा प्रथम शहीद बन्ने बाध्य यो जहानिया त्यति बेलाको शासनले गर्न पुग्यो। त्यसपछि थुप्रै कालखण्डमा विभिन्न देशमा विभिन्न परिवर्तनमा विभिन्न सङ्घर्षमा आमूल परिवर्तनका लागि थुप्रै शहीदहरूले आफ्नो तिलाञ्जली दिनुभयो। त्यसको नेतृत्व नेपालका प्रथम शहीद लखन थापाले गर्नुभयो। हामीलाई उद्घाटन ल 1-2 शट भित्र हाल्नु लखनऊको चाहिँ यो प्रतियोगिता खेल उद्घाटन भइरहेछ हाम्रो प्रमुख अतिथिज्यू र अतिथिज्यूबाट।
खेल लामै होला जस्तो हो। लखन कप ब्याडमिन्टन प्रतियोगिता 149औं स्पेसमा चाहिँ अब ब्याडमिन्टन खेल चाहिँ उद्घाटन भइसकेको छ। अब चाहिँ खेल सुचारू गर्नको लागि चाहिँ हामीले उसलाई रेफ्रीजीलाई अनुरोध गरेका छौँ। आज नेपालका प्रतिष्ठित लखन थापा मगरको 149औं स्मृतिमा प्रथम चाहिँ अब यो हजुर भर्खर सुरु पहिलो खेल चाहिँ सुरु भइरहेको छ। यसलाई चाहिँ म हजुरलाई देखाउन गइरहेको छु। यताबाट खिच्नुपर्छ कि यार, त्यताबाट सबै नआउनुहुन्छ। दिदी उता गएर बसेर हेर्नु न अगाडि यहाँबाट खिच्नुपर्छ। उताबाट आउने रहन्छ यहाँबाट सबै आउँदैछ। कडा हुन्छ यो खेल त। सर्ट हान्यो भने त ठाउँको ठाउँ राख्छ।
जहाँ पनि सर्ट हान्छ